तर यो पालि मधेसले गरिबको चमेली बोल्दिने एकजना सांसद भेट भने आशंका पनि त्रास भन्दा कि कहीँ गरिबहरूको मात्र बस्ती हटाउने र ठुला बडालाई नछुने हो कि भनेर। गरिबको चमेली बोल्दिने कोही छैन हजुर। वास्तवमा मधेसका गरिब व्यक्तिको बारेमा बोल्दिने कोही थिएन, तर यो पालि मधेसले गरिबको चमेली बोल्दिने एकजना सांसद भेट। एयरपोर्टमा त ब्लू लेभल र ल्यापटप ल्याउन दिनुभएको छ। हाम्रो मधेसको बोर्डरमा 25 रुपियाँको चिप्स किन खोज्दैछ तपाईँको त्यहाँको सीमामा रहेका सुरक्षाकर्मीहरूले? किन सन्तुलन छैन? किन बोर्डरमा आउने गरेको गरिबलाई त्यो व्यवहार गरिन्छ र एयरपोर्टमा आउँदै गरेको धनीलाई अर्को व्यवहार गरिन्छ? हजुर, म कुरा गर्दैछु माननीय मनिष झाज्यूको बारेमा। उहाँको त्यो 25 रुपियाँको सानो उदाहरणले एउटा कुरा के स्पष्ट गरिदियो भनेदेखि यो देशमा प्लेन चढ्ने मान्छेको अधिकार जति छ साइकल चढ्ने व्यक्तिको पनि उति नै छ। यो कुरा आज किन दोहोऱ्याइरहेको छु भनेदेखि उहाँले अहिले भर्खरै जनकपुरमा भइरहेको जग्गा अतिक्रमणमा जुन हटाउने कुरा भइरहेको छ र जुन टहराहरूमा सानो सानो कटघेरामा जस्ताले बेरेको त्यो टहराहरूलाई जुन हटाइएको छ त्यसको बारेमा संसद भवनमा एउटा सानो कुरा फेरि पेश गर्नुभएको छ। त्यो के हो भनेदेखि भने आशंका पनि त्रास भन्दा कि कहीँ गरिबहरूको मात्र बस्ती हटाउने र ठुला बडालाई नछुने हो कि भनेर। जनकपुरमा भूमाफियाहरूको गढ छ। त्यो किनभने जग्गा अतिक्रमण गरेर ठुला ठुला बिल्डिङ बनाइएको छ, ठुला ठुला होटल बनाइएको छ, ठुला ठुला हस्पिटल बनाइएको छ, ठुला ठुला गेस्ट हाउस बनाइएको छ। तर सरकारले जुन डोजर लगायो त्यो चाहिँ दैनिक जीविकोपार्जन गर्नको लागि, आफ्नो पेट पाल्नको लागि जुन गरिब मान्छेहरूले टहरामा सानो व्यापार सानो पसल गरेर बसिरहेको थियो उनीहरूलाई हटाउनु जरुरी भन्दा ठुला ठुला माफियाहरूलाई हटाउनु जरुरी छ भनेर जुन भन्नुभएको छ एकदमै सही छ। हुन त यो जग्गा अतिक्रमण अहिले हटाउनु केही दिनको लागि स्थगित गरिएको छ। त्यो किन भनेदेखि सायद 15 दिनको टाइम दिइएको छ। तर त्यो 15 दिने टाइम त्यो गरिबले किन पाएन भनेर पनि एउटा ठुलो प्रश्न उठेको छ। एउटालाई काखा एउटालाई पाखा भनेर सरकारले नै जब गर्न थाल्छ त्यसपछि देशका मान्छेहरूको आत्मबल, देशका व्यक्तिहरूको, देशका जनताहरूको आत्मबल घट्ने गर्छ। आज मनिष झाज्यूको त्यो समानतापूर्ण प्रयासले नेपाली जनता र खास गरेर मधेसका गरिब जनताहरूको मनमा एउटा छुट्टै स्थान बनाउन सम्भव भएको छ। उहाँले पाउनु भएको त्यो स्थान सायद अहिलेसम्म आफ्नो क्यारियरमा उहाँले पाउनु भएको थिएन। हुन त सम्पूर्ण पार्टीहरूमध्ये एउटा प्रवक्ताको रूपमा सबैभन्दा फेमस र नाम कमाएका व्यक्ति माननीय मनिष झाज्यू नै हुनुहुन्थ्यो। तर यो पालि उहाँले गरेको जुन एउटा काम, उहाँले उठाएको एउटा आवाजले खास गरेर मधेस जनताको बीचमा एउटा छुट्टै स्थान देखिएको छ।